सञ्चारको पर्खाइमा रहनुभएका आदरणीय श्रोता दर्शकवृन्दहरूमा हामी बेल सञ्चार समूहको तर्फबाट फेरि पनि हामीले अर्को सुखद संवाद लिएर उपस्थित भइसकेका छौँ। अपाङ्गताको विषयलाई लिएर सामाजिक रूपमा रहेका विभिन्न पक्षहरू साहित्य, कला, संस्कृति, राजनीतिक लगायत विविध पक्षसँग रहेर हामी कुराकानी गर्छौँ, जीवन दर्शनका कुराहरू गर्छौँ, राष्ट्रिय चिन्तनहरू गर्छौँ अनि हामीले आफ्नो जीवनलाई कसरी सहज बनाउन सक्छौँ र जीवन उत्प्रेरणाका कुराहरू के हुन सक्लान् भन्ने विषयमा हामी सधैँ कुराकानी गर्दै आइरहेका छौँ। हाम्रो उद्देश्य यो हो कि हामी सबैले सहज जीवन जिउनुपर्छ र आफ्नो धर्मबाट टाढा रहनु हुँदैन। धर्म भन्ने बित्तिकै हाम्रो कर्तव्य हुन सक्ला अथवा हामीले गर्ने विभिन्न क्रियाकलाप हुन सक्ला। स्पिरिचुअली रूपमा पनि हामी एकदमै नजिक भएको कारणले गर्दाखेरि धार्मिक कुराहरू पनि रहन्छ पक्कै पनि। त्यही आधारमा आज मैले यस्तो व्यक्तिलाई निम्त्याएको छु जो मानव सेवाप्रति अत्यन्तै कर्मठ व्यक्ति, अपाङ्गताको क्षेत्रमा लामो समयदेखि काम गरिरहनु भएको व्यक्ति, जसले जहिले पनि काम गर्दाखेरि पछि परेका र पछि पारिएका वर्ग समुदायलाई ध्यान दिएर उहाँहरूलाई कसरी आफूसँग समेटेर लान सकिन्छ भनेर चिन्ता गरिरहने व्यक्ति, जो जहिले पनि उहाँहरूलाई समीपमा राखिरहन चाहने व्यक्ति, हामी सबैको अभिभावक, विशेष गरी मेरो पनि अभिभावक र हामी जस्तै केही गरौँ है भन्ने युवाको अभिभावक हुनुहुन्छ रमण भट्टराई। उहाँलाई रमण नेपाली पनि भनेर चिन्ने गर्नुहुन्छ धेरैले र उहाँ मोटिभेसनल स्पिकर, स्पिरिचुअली रूपमा आफूलाई एकदमै चिनाउन चाहनुहुन्छ र मानव जीवनको एउटा आफ्नो स्किल कसरी बढाउने राम्रो ट्रेनर। उहाँसँग चाहिँ धेरै सङ्घ संस्था, सरकारी कार्यालय, प्राइभेट एनजिओ, आइएनजिओ लगायत विभिन्न गैर सरकारी संस्थाहरूको त भइ नै हाल्यो, तर पनि व्यावसायिक कम्पनी, स्कुल, विद्यालय हरेक ठाउँमा उहाँले आफ्नो ट्रेनिङ दिएर एउटा आफूलाई राम्रो प्रस्तोताको रूपमा, ट्रेनरको रूपमा विकास गरेर सबैको प्रिय भएर आज उहाँलाई धेरै स्कुल, कलेज, विद्यालय, धेरै त्यस्ता सेन्टरहरूले खोज्ने गर्दछन्। मैले उहाँलाई कार्यक्रममा स्वागत गरेँ। नमस्कार गर्दछु। लामो समयदेखि हजुरको सम्झना गर्दा गर्दै सुनिता आज यसरी कुराकानी गर्ने अवसर मिल्यो, त्यसका लागि हजुरलाई पनि धन्यवाद छ। हजुर, धेरै 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 धन्यवाद। आज रमण भट्टराईसँग हामी जीवन दर्शनका कुरा गर्छौँ, सेवाका कुरा गर्छौँ, मानव भइसकेपछि मानवले गर्नुपर्ने क्रियाकलाप र विशेष गरी स्पिरिचुअली रूपमा हामीले कसरी आफूलाई अगाडि बढाउन सक्छ र जुन कुराले हामीलाई शान्ति दिन्छ। आज धेरै मान्छे अशान्ति भएका छन्, अशान्ति भएकै कारण धेरै मान्छे दुखी छन् र कहाँ चाहिँ शान्ति पाइन्छ भनेर खोज्दा खोज्दै खोज्दा खोज्दै विलिन भएको अवस्था आज रमण भट्टराईले क्लियर गर्नुहुन्छ। क्लियर भन्नाले अब बुझ्नेका लागि क्लियर हुन सक्ला, तर क्लियर भनेर कुनै पनि कुराको क्लियर नभए पनि हुन नसक्ला, आफ्नो ठाउँमा चाहिँ बुझाइ फरक होला, तर धारणा व्यक्त गरेर मोटिभेट पक्कै गर्नुहुन्छ। अवश्य पनि धन्यवाद छ। अब यसको सुरुवात यसरी गरौँ न, यसरी हुन्छ कि भन्ने मलाई लाग्छ अघि। हामीले विश्वमा शान्ति होस् भन्ने चाहन्छौँ, हजुर पनि त्यो चाहनुहुन्छ नि, तर विश्वको सानो भनौँ न इकाइ भनेको चाहिँ मान्छे हो नि त, मान्छे हो नि। सो मानिस मानिस मिलेर परिवार, परिवार परिवार मिलेर समाज, समाज समाज मिलेर देश बनेको हुन्छ। सो यो क्रममा चाहिँ मानिस परिवर्तन भयो भने, मानिस जागरुक भयो भने, मानिस सफल भयो भने त विश्व सफल भइहाल्छ। मानिस शान्त भयो भने विश्व पनि शान्त हुन्छ। अब मानिसलाई के कुराले अशान्त बनाएको छ भन्ने कुरामा हामीले ध्यान दिनुपर्ने हुन्छ। जस्तो सिद्धार्थ गौतमले पनि भन्नुहुन्थ्यो, या गौतम बुद्धले पनि भन्नुहुन्थ्यो, विभिन्न हुनुको कारण हुन्छ र समाधानका उपायहरू हुन्छन् है। मानिस के कारणले अशान्त छ भन्दाखेरि तीनटा मुख्य कुरा जुन गीताले पनि भन्छ, काम, क्रोध, लोभ, मोह, अहङ्कार। तीनटा भनेको मैले पाँचवटा भनेछु खासमा। यी पाँच कुराहरू जब मान्छेको जीवनमा आउँछ यसले मान्छेलाई अशान्त बनाउँछ। अशान्त बनाएपछि अब यसलाई शान्त बनाउने कुराहरू के छन् भन्दाखेरि जुन मान्छेको भित्र हुन्छ अथवा आत्माका गुणहरू हुन्छन्, सुख, शान्ति, आनन्द, प्रेम, ज्ञान रहे। हामी तीनजना यहाँ उपस्थित छौँ र हजुरहरूले हेर्दै या सुन्दै हुनुहुन्छ। त्यस्तै यो धरतीमा पनि अहिले 8.5 अरब मानिसहरूको उपस्थिति छ है। अब त्यसमध्ये 200 भन्दा बढी देशहरू छन् र ती मान्छेहरू सबैले आफ्नो कर्महरू गर्दैछन्। त्यसमध्ये सफल मानिसहरू पनि छन् र असफल मानिसहरू पनि छन्। ठिकै सफल हुने पनि छन्, कन्फ्युजनमा बाँच्ने पनि छन्, कन्फिडेन्ट हुने पनि छन् र लेस कन्फिडेन्ट हुने पनि व्यक्तिहरू छन्। यसमध्ये हजुरको एन्सर दिनको लागि चाहिँ हजुरको अरू पनि अपेक्षाहरू होला भनेर अलिकति जान्ने भएर आफै एन्सर दिन खोजेको।
च्यानल मार्फत हो बाँड्ने। हो। अब मानिसहरूले आफ्नो जीवनलाई आनन्दले अगाडि बढाउनको लागि, शान्तिपूर्वक अगाडि बढाउनको लागि, सफलतापूर्वक अगाडि बढाउनको लागि चाहिँ तिनवटा कुराहरू जाने भने राम्रो हुन्छ जस्तो मलाई लाग्छ है। पहिलो कुरा भनेको चाहिँ म को हुँ त, म कहाँबाट आएँ, मेरो खास भूमिका के। हजुरले अघि धर्मको कुरा पनि भन्दै हुनुहुन्थ्यो। मेरो विचारमा धर्म भनेको मेरो जुन जिम्मेवारी म जहाँ जहाँ आफ्नो एसोसिएसन्स छ, मेरो पर्सनल लाइफ अनि मेरो फ्यामिली, त्यसपछि मेरो सोसल लाइफ र म जुन सेवा कर्मसँग आबद्धता छु, जुन देशमा जन्मेको छु र जुन विश्वको समयमा म जन्मेको छु, यी मेरा 5वटा जिम्मेवारीहरूमा म जिम्मेवार भएर मैले सेवा गरेँ भने मलाई लाग्छ त्यही नै धर्म हो। मैले यो कामलाई बिगारेँ भने त्यो अधर्म भयो। मैले कसैलाई दुःख दिएँ, मेरो आफूले गर्न सक्ने काम मैले नगरेर मैले त्यो व्यक्तिलाई असहयोग गरेँ भने त्यो चाहिँ अधर्म हुन पुग्छ। मैले सकेको सहयोग गरेँ भने त्यो चाहिँ मेरो लागि धर्म हो। किनभने धर्म गऱ्यो भने त्यसको हामीलाई प्रतिफल पनि प्राप्त हुन्छ, अधर्मको पनि त हामीलाई प्रतिफल त प्राप्त हुन्छ। अधर्म विचार, बोली र व्यवहारबाट हुने गर्दछ, मलाई त्यस्तो लाग्छ है। त्यसले गर्दाखेरि सानो बेलामा, जुन बेलामा हाम्रो केही काम पनि हुँदैन भनेपछि सानो बेलामा चाहिँ हामीले फोकस गर्ने कलाको विकास गर्नुपर्छ। सायद एकछिनपछि तपाईँको प्रश्न चाहिँ लाइफ स्किल सम्बन्धी। मेरो विचारमा संसारमा सबैभन्दा धेरै मानिसहरूले आवश्यकता र अभ्यास गर्नुपर्ने कुरा भनेको कन्सन्ट्रेसन, फोकस अथवा मेडिटेसन हो। मेडिटेसन भनेको हाम्रो बुझाइमा, कतिजनाको बुझाइमा माइन्डफुलनेस अथवा च्यान्टिङ यो पनि छ। यी दिज आर अल ओके, यी राम्रा छन्। तर खास हामीलाई मेडिटेसन भनेको चाहिँ कन्सन्ट्रेसनको प्र्याक्टिस चाहिन्छ। वाट इज कन्सन्ट्रेसन? एउटा खेलाडीले, रनिङको खेलाडीले अरू खेलाडीभन्दा समयमा उसले रेस पुरा गर्यो भनेदेखि उसको विजेता हासिल हुन्छ। अब त्यो रनिङमा 10जना खेलाडीहरू छन्, त्यसमध्ये ऊ अन्तिममा आयो भने बिचरा उसको केही पनि अवस्था राम्रो भएन। यो समाजमा भइरहेका धेरै व्यक्तिहरूभन्दा ऊ पनि पछाडि पऱ्यो भने उसको पनि स्थिति धेरै राम्रो खालको भयो। त्यसैले उसलाई के को कमी भयो भने मान्छे असफल हुन्छ भने मेरो विचारमा चाहिँ फोकसको कमी, कन्सन्ट्रेसनको कमी, मेडिटेसनको कमी। मेडिटेसन कसरी गर्न सकिन्छ? धेरै व्यक्तिहरूले मलाई प्रश्न सोध्नुहुन्छ। तपाईँ त कहिलेकाहीँ मेडिटेसन पनि गराउनुहुन्छ, आफू पनि मेडिटेटर हुनुहुन्छ, राजयोगी हुनुहुन्छ। वाट इज मेडिटेसन, वाट इज फोकस, वाट इज कन्सन्ट्रेसन भन्नुभयो भनेदेखि हामीले जिन्दगीमा गर्नुपर्ने धेरै काम छ नि सुनिता बहिनी। बिहान उठेर हामीले आफूलाई ठिकठाक पनि गर्नु पऱ्यो, शरीरको पनि स्नान गराउनु पऱ्यो होइन, या शरीरको लागि राम्रो भोजन पनि गर्नु पऱ्यो, शरीरको लागि व्यायाम प्राणायाम पनि गर्नु पऱ्यो है। अनि त्यसपछि हामीले गर्नुपर्ने कामहरू पनि छन्, अरूसँग मिलेर गर्नुपर्ने काम, अरूलाई सहयोग दिनुपर्ने, अरूको सहयोग लिनुपर्ने कामहरू पनि छन् है। अब यी सबै कामहरूलाई हामीले चाहिँ राम्रोसँग पुरा गर्नु। अब कसरी पुरा गर्न सकिन्छ भन्दाखेरि देशको पनि संविधान हुन्छ, विधान हुन्छ, कानुनहरू हुन्छन्, त्यस्तै जीवनको पनि त ल हुन्छ नि त। अलिकति लभली भएर ललाई प्र्याक्टिस गरेर हामीले बिहान उठेर हरेक दिन गर्नुपर्ने कामलाई हामीले कमसेकम मनमा राख्यौँ भने, सेड्युलमा राख्यौँ भने र राति सुत्ने बेलामा मैले आज के गरिसकेँ मेरो जीवनमा, के गर्न बाँकी छ भनेर मनमा राख्यौँ भने हाम्रो मनको पनि 2टा तह हुन्छ नि त होइन र हजुर। एउटा चाहिँ कन्सियसनेसको तह, कन्सियस तह। सब कन्सियस तह भनेको लङ टर्म गोल हो, कन्सियस तह भनेको सर्ट टर्म गोल हो। मेरो विचारमा त्यसमा हामीले राख्ने गर्दछौँ। जस्तो अहिले हामी के कुराकानी गरिरहेछौँ भने हजुरले जे प्रश्न गर्नुभयो त्यसको उत्तर दिँदैछु र केही उत्तरहरू पछि काम लाग्ने पनि दिँदैछु हजुरले। अब हाम्रो जीवनलाई सफल बनाउनुको लागि कस्तो स्किलहरू चाहिन्छ भन्दाखेरि 1 नम्बरको स्किल भनेको चाहिँ कन्सन्ट्रेसनको स्किल हो। अब म हजुरहरूलाई र हाम्रा दर्शक र श्रोतालाई पनि म निवेदन गर्न चाहन्छु, एकदमै सजिलोसँग कन्सन्ट्रेसन हामीले कसरी गर्न सक्छौँ भने राति सुत्ने बेलामा बेडमा गइसकेपछि त्यो समयमा चाहिँ आफूलाई चाहिँ म ठिक छु, राम्रो छु, या ठिक छैन भने केमा ठिक छैन, मैले अब भोलि उठेर चाहिँ केमा आफूलाई ठिक गर्नुपर्छ भन्ने पनि आफैसँग संवाद होइन। मन गीतामा यसलाई भनिएको छ, मन मना भव भनेको मनै आफूलाई आफ्नो स्थितिको बारेमा थाहा पाएर मलाई पनि याद गर भनेर। जसरी हजुर हामीले आफ्नोमा एउटा कम्युनिकेसनको डिभाइस लगाएका छौँ, हामी यहाँ बोल्दैछौँ, हाम्रो सरले त्यसलाई क्याच गर्नको लागि क्यामेरामा त्यहाँ डिभाइस लगाउनु भएको छ, यसको बिचमा वायर छैन। पहिला वायरको माइक कहिलेकाहीँ हामीले बोलेको कुराहरू चाहिँ अथवा हामीले विचार गरेको कुराहरू चाहिँ प्रसारण हुन्छ। मैले भोगेको कुरा चाहिँ कस्तो भने धेरै मान्छेले मलाई सबैलाई नलाग्ला तर धेरै मान्छेले तिम्रो आवाज मिठो छ भन्छन्, धेरैले, अधिकांशले प्रायःले फोनमा कुरा गर्दाखेरि। अनि त्यो कस्तो हुन्छ नि, त्यो मान्छे भोलिपल्ट मैले भेट्दाखेरि उसले मलाई के भन्छ भने तपाईँसँग आज छेउमा बस्दाखेरि मैले केही भनेकै हुँदिनँ तर पनि मलाई मिठो आवाज भयो र मैले केही कुरा सिकेको अनुभूति भयो, भोलिदेखि म अरूका लागि सहयोग गर्ने र राम्रो बोली बोल्ने प्रयास चाहिँ गर्छु है भनेर गइरहनु भएको हुन्छ कि मैले भनेकै हुँदिनँ, उनीहरूले मलाई त्यो एन्सर दिन्छन्। अनि मसँग के रहेछ त त्यस्तो, मैले के देखाएकै छैन भन्ने लाग्छ क्या। धेरै साथीहरूले, अहिले हेर्ने साथीहरूलाई म
पछि कुनै इन्टरभ्यू दिनु पर्यो र त्यो साथीहरूलाई ल्याएर भन्नु पर्यो भने उहाँले भन्नुहुन्छ तपाईँको छेउमा बस्दा नै आनन्दको फिल हुन्छ, म के गरौँ भन्नुहुन्छ, चाहे केटा चाहे केटी होस्। हामीमा भएको जुन आत्मामा भएको जुन गुण छ, कला छ, विशेषता छ, त्यसको प्रसारण भएको, त्यो चाहिँ प्रसारण भएर प्रकृतिमा, मानिसहरूमा, है, आत्माहरूमा पर्न सक्छ। अब मानिस भन्ने बित्तिकै म भन्ने जुन तत्त्व छ नि, म भनेको आत्मा तत्त्व हो नि त। दुईवटा कुरा छ नि त, एउटा सफ्टवेयर छ, सफ्टवेयरलाई अब जहाँबाट सोर्सबाट आउँछ त्यसलाई आत्मा, होइन, एउटा हार्डवेयर छ, देखिने जति फिजिकल जति देखिने जति मेरो भयो, अनि नन फिजिकल जुन छ, मेटाफिजिकल छ, त्यो चाहिँ म भयो। तपाईँलाई चाहिँ आएपछि चाहिँ एउटा चाहिँ एनर्जीको फिल हुन्छ भनेर भन्नुहुन्छ नि, किनभने हामी एनर्जी बिइङ, कन्सियसनेस भनेको एनर्जी हो नि त। अनि मैले हजुरलाई भन्दै थिएँ अध्यात्म भनेको आध्यात्मिक हिसाबले मलाई सुपर पावरसँग, एनर्जीसँग, कस्मिक एनर्जीसँग, युनिभर्सल एनर्जी, जसलाई हामी कहिलेकाहीँ गड पनि भनेर भन्छौँ, सो गडलाई याद गर्नु अगाडि चिन्नु पऱ्यो। जस्तो हजुरले आफ्नो बुवालाई याद गर्नु पऱ्यो भनेदेखि त बुवासँग हजुरको परिचय हुन्छ नि त। बुवा भन्ने बित्तिकै, आमा भन्ने बित्तिकै बुढा नीलकण्ठमा बस्ने त्यो बुवा आमा हजुरले सम्झिनुहुन्छ नि त। अब भगवान् भन्ने बित्तिकै फेरि हामी कहाँ कहिलेकाहीँ हामीले धेरैजनालाई, धेरै अस्तित्वहरूलाई सम्झिन सक्छौँ। दर्शकलाई र हजुरलाई पनि, सुनिता बहिनीलाई पनि के भन्नुपर्छ आजको दिनमा भने गड इज वान, गड इज लाइट, गड इज माइट भनेको हामी कति सुन्छौँ। कन्टिन्यू रूपमा जसलाई मान्नुहुन्छ उहाँलाई मान्नु होला, सुनिता बहिनी र सबैलाई भनेको। तर हजुरले यो पनि जान्नुहोस्, मान्ने सँगसँगै हजुरले जान्नु पनि पर्छ। अहिले देशमा जो पावरफुल व्यक्ति हुनुहुन्छ, जो सम्पन्न व्यक्ति हुनुहुन्छ, जो एकदम क्रिएटिभ व्यक्तिहरू हुनुहुन्छ, उहाँलाई मान्नु, उहाँको फोटोमा मात्रै पूजा गर्यो भने हजुरलाई समृद्धि हुन्छ कि हुँदैन। तर भगवान्को बारेमा तपाईँलाई नयाँ कुरा बताउँ कि तपाईँले भगवान्को बारेमा थाहा नपाए भने भगवान्ले चाहिँ तपाईँको बारेमा थाहा। अब यो त गम्भीर कुरा भयो। म लगायत कैयौँ मोटिभेसनल स्पिकर, यो क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई के लाग्दो रहेछ, मलाई पनि त्यस्तो लाग्थ्यो है बहिनी कुनै समयमा। जुन रियालिटी हो त्योभन्दा फरक लाग्ने कि थाहा चाहिँ छैन, तर थाहा नभए पनि थाहा छु भन्ने एउटा अहम मसँग थियो बहिनी। म हजुरलाई प्रष्ट रूपमा बताउन चाहन्छु क्यामेराको अगाडि। तर मैले यो अहमलाई तोड्नको लागि चाहिँ साँच्चीकै थाहा पाउनु पऱ्यो। त्यसका लागि त जो व्यक्तिहरू अपाङ्गता भएका व्यक्तिहरू पनि आफ्नो कर्म क्षेत्रमा क्रियाशील हुनुहुन्छ, ती व्यक्तिको सङ्गत गर्ने मैले विचार गरेँ। अनि मैले सङ्गत गर्ने मात्रै होइन, ती व्यक्तिहरूलाई प्रेम गर्ने मात्रै होइन, ती व्यक्तिहरूसँग सहयात्रा गरौँ, अपर्च्युनिटीमा सेयरिङ गरौँ बिचरा भन्ने भन्दा। अनि तपाईँ त्यसै गरी हामी प्रोग्राम म्यानेजर बन्नुभएको हो, होइन, दे अनि बता पनि, होइन, बताउने मात्रै होइन, गफ मात्रै दिने होइन, अवसर पनि दिने, सेवा पनि दिने, होइन। त्यसले गर्दाखेरि मलाई के लाग्छ भने हजुर, अपाङ्गताको क्षेत्रमा सिधा सादा भन्नुपर्दाखेरि अपाङ्गताको क्षेत्र कुनै कमजोर क्षेत्र होइन, तर अपाङ्गताको लागि जुन सिस्टमहरू बनेको छ, जुन अपर्च्युनिटीहरू क्रिएट गरेको छ समाजले, राज्यले, घर परिवारले र व्यक्तिहरूले, साङ्ग व्यक्तिहरूले नै भनौँ, त्यो चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको लागि चाहिँ त्यो हैरानीको विषय छ। अपाङ्गता हैरानीको विषय होइन, तर जुन सिस्टम एडप्टेसन छ त्यो चाहिँ हैरानी। अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्दै के निवेदन गर्छु भने हरेक यस्तो जुन हाम्रो अवस्था छ, त्यो अवस्था भनेको लागि हाम्रो लागि चाहिँ वरदान हो। त्यो अङ्गहरूलाई के भन्यो भन्दाखेरि यस्तो दृष्टि सम्बन्धी अपाङ्गता भएको व्यक्तिहरूको त्यो दृष्टि, कतिपय मान्छेहरूले चाहिँ दृष्टिकै कारणले पनि मान्छे भड्केका, धेरै जसो पाप गर्ने त आँखाले पनि हो नि त भनेर भनिएको। दिव्याङ्ग भनेको चाहिँ हाम्रा जुन अङ्गहरू छन् ती यति दिव्य छन्, जुन तिनीहरूले काम गरेका छैनन् त्यो काम नगर्नुपर्ने पनि दिव्यता छ। यो सिस्टमलाई हामीले चिर्नु चाहिँ पर्छ, हामीले सशक्तता ग्रहण गर्नुपर्छ। अब के कुरा लियो भने चाहिँ अपाङ्गता भएका व्यक्तिहरू पनि एकदम सफलता हुन्छन्, त्यो विषयमा एक्सपर्ट भयो भने। जस्तो संसारमा त हजुरको के भनेको छ भने 10,000 घन्टा त्यसको तपाईँले लर्निङ र प्र्याक्टिस गर्नुभयो भने विश्वमा तपाईँ 1 नम्बरको भन्नु। 5,000 घन्टा अभ्यास गर्नुभयो त्यो विषयमा भने तपाईँ नेपालको टप भन्नु। मसँग पनि कतिजना व्यक्तिहरू हुनुहुन्छ, साङ्ग व्यक्तिहरू पनि हुनुहुन्छ, उहाँले कहिलेकाहीँ मलाई सोध्नुहुन्छ दाइ तपाईँ त सफलताको गुरु हुनुहुन्छ भनेर। हो, सफलताको जे भनिएको छ त्यसलाई फलो पनि गरेर हेर्नुपर्छ नि। मानिसहरूलाई जे कुरा मैले सुझाव दिएको हुन्छु उहाँहरूले एकपटक प्रयास गर्नुहुन्छ। हामीले सुनेका छौँ नि थोमस अल्वा एडिसन भन्ने व्यक्तिले कतिपटक फिलामेन्ट राखेर त्यो बल्ब बनाउने प्रयास गर्नुभयो। झमक घिमिरेले कति प्रयास गरिसकेपछि मात्र अगाडि बढ्नुभयो, एकैचोटिमा त भएन नि त। त्यस्तै रविन्द्रनाथ टेगोर लगायतका व्यक्तिहरू छन्, हामीले गान्धीजीको पनि कुराहरू सुन्छौँ, होइन। के उहाँहरू पहिलोचोटि सफल बन्नुभएको हो त? के म पहिलोचोटि सफल बनेको हुँ त? हाम्रो क्यामेरा जो पर्सन हुनुहुन्छ सर, एकैचोटि क्यामेरामा अडियोमा यसरी पर्फेक्ट बन्नुभएको होइन नि त। अब सुनिता बहिनी तपाईँ पनि त त्यसरी बन्नुभएको होइन। हात जोडेर के निवेदन गर्दैछु क्यामेरातिर हेरेर पनि भनेदेखि हामीले प्रयासलाई जारी राख्नुपर्छ है।
ट्राइङ र क्राइङको बिचमा, रुने या प्रयास गर्नेको बिचमा शब्द एक अक्षर मात्रै फरक हो। त्यसैले एकजना व्यक्तिले विश्वमा प्रभाव पार्न सक्छ भनेको यही हो। त्यसैले एकजना मान्छेले एउटा लामो आयु बाँच्यो भने 84 को पूजा गरिन्छ नि। 84 को पूजा भनेको के रहेछ भने आध्यात्मिक हिसाबले नि बहिनी 84 जन्ममा हाम्रो 84 लाख प्रकारका जनावरहरूमध्ये हाम्रो पशुपतिनाथ भनिन्छ। के भन्दाखेरि पशु जस्तो भएको अवस्थालाई पनि पासोमा फसेकोलाई पाशोपतिनाथ, दुईटा अर्थ। सोल त्यो पनि अब कमजोर अवस्थामा आएको, काम, क्रोध, लोभ, मोह, अहङ्कार, ईर्ष्या, द्वेष, घृणा, आलस्य, छलकपट र डरमा आएको जुन सोल छ, फसेको सोल छ, पासोमा परेको छ, त्यसलाई पति भनेर उद्धार गर्ने। श्रीमान भनेको, श्री भनेको भगवानको मत, श्रीमत भागवत भनिन्छ नि त। श्रीमतलाई त्यो चाहिँ धारणा गरेर पालना दिनेलाई श्रीमान भनेर भनिन्छ। सबैले पालना गर्दैनन् होइन। अनि श्रीमती भनेको त ऊ त रेडी नै छ नि भने। नेपालमा चाहिँ पशुपतिलाई पनि मानिन्छ, साथसाथमा शक्तिको पनि पूजा हुन्छ। श्रीमती भनेको चाहिँ त्यो श्रीको मतीमा चाहिँ पालना गर्नेमा चाहिँ पहिला बहिनीहरू छन् कि गड, खुदा, परमात्मा, परमेश्वर, भगवान, आराध्य देव होइन, हाम्रो देशको लागि भनेर भनौँ न है। सबै धर्ममा त पशुपतिमा पनि जाँदाखेरि एउटा लाइटको प्रतीक, युनिभर्सल कन्सियसनेसको प्रतीक। दिज आर द लाइफ स्किल बहिनी यो जीवनमा, छोटो जीवनमा। त्यसैले दुईटा पढाइ छ, एउटा शरीरको पढाइ, एउटा आत्माको पढाइ। अब तपाईँलाई नयाँ कुरा बताउँ, बहिनीलाई र हाम्रा श्रोता दर्शकलाई नयाँ कुरा बताउँ कि आत्माले पढेको पढाइ चाहिँ हरेक जन्ममा काम लाग्छ। शरीरको पढाइ चाहिँ यही जन्ममा काम पनि लाग्न सक्छ, पढेर काम नपाउनु पनि सक्छ। मैले चाहिँ हजुरसँग अर्को कुरा पनि के जान्न खोजेँ भने धेरै कुरा भइसकेको छ। यो 20 मिनटमा पनि हामीले धेरै कुरा गरिसकेका छौँ होइन। जीवन के रहेछ त अहिलेसम्म आउँदा हजुरले धेरै व्यक्तिसँग सङ्गत गर्नुभयो, धेरै व्यक्तिलाई स्पिरिचुअली कुराहरू सिकाइसक्नु भएको छ, हार्डवेयर सफ्टवेयरको कुरा भयो। यी सबै यावत कुरा गर्दा जीवन भनेको हामीले जीवनलाई बुझ्ने र जीवनको हामी त क्रिएसन भयो नि त, हामी जो क्रिएटरलाई चिन्ने र उहाँको आदेश निर्देशन अनुसार यो धरतीलाई सुन्दर बनाउनको लागि प्राप्त भएको एउटा अवसर। छोटकरी हामी मानव आफैमा क्रिएटर हो। को मान्छेले कति क्रिएट गर्न सक्छ भन्ने कुरा हो। हामीले जस्तो मैले हजुरसँग सङ्गत पाएँ नि त, साथ पाएँ नि त, त्यसले मलाई पोजिटिभ भाइब फालेको छ। घरमै सुतेर बसेर यो मान्छेभित्र भएको पोजिटिभिटीले पोजिटिभ भाइब फाल्छ नि। यस्तै बन्न त सबैले चाहेका हुन्छन्, चाहेर भएन, गरेका हुँदैनन्, क्रिएट गरेका हुँदैनन्। जीवनलाई उत्साह, उमङ्ग र उत्सव बनाउने हो भने, हामीले एउटा महोत्सव बनाउने हो भने हामीले यो जीवन अवसरको रूपमा प्राप्त गरेका छौँ। किन यो जीवन हामीले प्राप्त गरेका छौँ? वाट इज लाइफ? यो जीवन आफैलाई बुझ्नको लागि, अध्यात्म भन्ने बित्तिकै आफ्नो बारेमा थाहा पाउनको लागि। हामी सृजना हौँ र हामीले पनि सृजना गर्न सक्छौँ भनेपछि जो सर्जक छ नि हामीलाई सृजना गर्नेवाला, सो उहाँसँग चिनेर उसको पनि एउटा प्लान होला नि त। अहिले नेपालमा जुन कुराहरू भयो, साथसाथमा मान्छे चाहन्छ केही तर गराउनेवालाले गर्छ अर्को केही भनेको त्यही हो। म त नेपाली सेनामा भर्ना भएर सेवा गर्न चाहन्थेँ नि। उहाँले के चाहनुहुन्छ भन्दाखेरि तिमी सेनामा सफल हुने होइन, सेना भन्दा पनि यो आध्यात्मिक सेनामा चाहिँ तिमी सफल हुने हो भन्ने खालको मेरो ड्रामामा रहेछ नि त। त्यसैले सफल भइयो भने खुसी हुने, असफल भइयो भने डबल खुसी हुने भन्ने कारण थियो। फेरि पनि म तपाईँको प्रश्नको उत्तर दिन चाहन्छु। धर्म भनेको, जीवन भनेको जिन्दगीमा आइसकेपछि पहिला जिन्दगीलाई नै बुझ्नुपर्छ। जिन्दगीलाई बुझ्यो भने अवसरहरू धेरै प्राप्त हुन्छ। जिन्दगीमा बुझ्नुपर्ने अरू दुईवटा कुराहरू छन्। के गर्यो भने के हुन्छ भन्ने कर्मको फिलोसफीलाई हामीले बुझ्नुपर्ने हुन्छ, थाहा पाउने हुनुपर्ने हुन्छ। र पार्टनर चाहिँ हामीले अलिक गजबको बनाउनु पर्ने हुन्छ। अहिले पार्टनरसिप ब्रेक भएको, फ्यामिली पनि टुटेको होइन, डिभोर्सहरू बढेको हुन्छ नि। हामी यस्तोलाई पार्टनर बनाऊ जो हाम्रो अघिल्लो लाइफदेखि र हाम्रो पछिल्लो लाइफसँग र जिन्दगीभर जसले कसैले साथ छोड्दैन, कसैले केही पनि माग्दैन, कसैलाई केही चाहिएको छैन, जसलाई केही चाहिएको छैन उहाँलाई पार्टनरसिप बनाऊ। उहाँ भनेको गड नै हो, उहाँ भनेको खुदा नै हो, उहाँ भनेको प्रभु परमात्मा भगवान नै हो, उहाँ भनेको पशुपतिनाथ नै हो।